अब यो विवाह भन्ने चिज नचाहँदा नचाहँदै पनि भइहाल्दो रहेछ कि मेरो बिहेमा मलाई नै तोरण चुटाउन बेहुली छाड्या मुनि मलाई यहाँनिर बेहुला भनेर षड्यन्त्र गरिएको छ ठुलो षड्यन्त्र छ यस्तो बुढीले जिन्दगी चल्दैन मेरो म चाहिँ अब कि बोयफ्रेन्ड काट्छु कि जारी तिराएर जिम्मा लाउँछु के गर्नुपर्छ रे सर फेभिकल सहित हाल्नुपर्छ के गर्दा बेहुलालाई टिका दही छैन भने दहीको साटो अनि फेरि पानीले धुँदा नि गएन भने चाहिँ के गर्दा यस्तोवाला त छैन त्यो गयो यो सबै फेभिकलले भयो आम्मामा दुःख हेर दुःख यस्तो हुन्छ बेहुलाको ताल छुट्टै छ रम्रिँदै ठिक्क छ राम्रो सेटअप हुँदैछ हाम्रो मेन डिओपी के-पपको लिड सिङ्गर जङ्कुक भयो होला भिडियो कि फोटो हाम्रो डाइरेक्टर साहब के छ के भन्न चाहनुहुन्छ आज हजुरको विवाह अब यो विवाह भन्ने चिज नचाहँदा नचाहँदै पनि भइहाल्दो रहेछ कि अब के गर्नु इन्डाइरेक्टली मलाई भिलेन बनाउनु भयो अब मर्जी सहित बिहे गरेको भए त मजा हुन्थ्यो अब बिना मर्जी बिहे गर्दाखेरि चाहिँ साह्रै नमजा पछि जिन्दगी कटाउनु गाह्रो हुँदो रहेछ हौ कतिवटा बिहे भयो अहिलेसम्म अब अहिलेसम्म मेरो पहिलो बिहा एकदम पहिलो बिहा त्यो पनि पहिलो बिहा पनि केटीले अर्कैले मन पराउँछ जबरजस्ती मैले गरे जस्तो भयो क्या बिहा पनि ताप लाग्ने भयो मलाई पाप त लागिहाल्दैन ठिकै छ केही छैन एउटा पात्र निभाउँदै हुनुहुन्छ यसो माया पनि गतिलो नपाइने भयो क्या यसरी बिना मर्जी बिहे गर्दाखेरि चाहिँ होइन भाग्यमा छ भने जसरी पनि पाइन्छ कि कसो चल्टे हो नि होइन बसेर तिमी आफ्नो मान्छेलाई गाह्रो हुन्छ टिका धेर होस् है सर अरूकोमा अनि त्यो त तपाईँको सब 20जनाले 30जनाले लगाइसक्यो तपाईँ 31मा हो क्या खासमा त्यसो गर्दाखेरि टिका अरूकोमा धेरै हुनु पर्यो त्यही भएर बेहुलाले अघि लगाइसक्यो बेहुलीले अलिक लगाइदिनु अनि टेकमा चाहिँ फेरि मजाले एकछिन एक्सन मेरो बिहेमा मलाई नै तोरण चुटाउन बेहुली छाड्या मुनि के गर्नु लाग्यो अरे आफ्नो बिहेमा आफूले तोरण चुटाउन लाउँछौ बिजोग रमाइलो भएछ त मेरो बेहुली एन्टीले लग्यो मेरो एन्टीले खोइ त एन्टी माथि बेहुलीसँग होला ला खुकुरी 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 नदिउँ है हिजोको बेहुला आज भाडा मात्दै डिजे पुरै मलाई यहाँनिर बेहुला भनेर षड्यन्त्र गरिएको छ ठुलो षड्यन्त्र छ यहाँनिर लिएर मलाई मस्काउन लगाइएको छ बेहुला भनेर नयाँ दुला दुलै अब के छ कतातिर लाग्यो त उसको तनिया भयो भने मन चाहिँ बोयफ्रेन्डसँगै छ कि त्यही भएर मलाई चाहिँ चित्त बुझिरहेको छैन म यहाँनिर बोयफ्रेन्डलाई जारी तिर्नु लाएर जिम्मा लाउँछु होला के छ जाने हो त अनि बोयफ्रेन्डसँगै जाने नि किन नजानु अब म जारी चाहिँ राम्रो गतिले उठाएर बोयफ्रेन्डलाई जिम्मा लाउनु पर्ने छ अब यस्तो बुढीले जिन्दगी चल्दैन मेरो
लाग्यो है हामी त अर्को लोकेसनतर्फ हाम्रो बेहुलाई यहाँ दुल्हन फर्काउनको लागि सोसियली बोकेर चट्ट बेहुली बिना एक्लै ससुराली जानु परिरहेछ म यो कुरा चाहिँ साह्रै चित्त बुझिरहेको छैन बेहुलीको चाहिँ अब बोयफ्रेन्डसँग नै चक्कर चलिरहेछ म चाहिँ अब कि बोयफ्रेन्ड काट्छु कि जारी तिराएर जिम्मा लाउँछु त्यो दुःख म सहनु सक्दिनँ भन्ने कुरा हो ठिक छ हाम्रो यहाँ अगाडि साथीहरू पनि जाँदै हुनुहुन्छ पछाडि यता आउँदै हुनुहुन्छ यस्तो छ